यहाँ बोको काट्ने अब काटिसक्यो बोको चाहिँ यहाँ बोको पोल्दै खाऊँ आगोमा यो बोकाको मुन्टो फेरि वहाँ फोटो खिच्नु परेको छ भिडियो बनाउने घर नि भिडियो टुरमा गएको फेरि सार्नु त सेउलाले दिमाग खराब गरायो नि सेउला हालिदेऊ क्या सेउला त सोरेका सेउला त्यहीँ थिए सेउलाले त वार फोटो भयो ताको फोटो भयो एउटै रहेछ त यार मेरो धेरै भयो कि लगातारै खिच्ने कि सुरुबाट फेरि खिचेको फेरि सुरु भयो होला होइन मैले हो काट्ने मैले है खसी ढाल्ने कार्यक्रम भइरहेछ यहाँ ल ढालेर एक सटमै ढालेर पोल्ने कार्यक्रम भइरहेछ कालो बोको खुट्टा त पोलियो त अब बाङ्गियो तान्नु के खसी लग्यो भर्ती बोलेको यार गर्मी यस्तो छ ढाका दिनु नखानु तपाईँ यो माथि राखेको त सबै रगत लाग्यो बाबा अहिले फेरि यस्तो राखेर भन्नु आगो उता सर्नु पड्क्यो कि क्या एकछिन पसिना छोड्थ्यो होला लड्दैन पानी यहाँ हो कि उता लाने र त्यो लड पानी उतै उता यहीँबाट जानु मिल्दैन धारामा यता त हाइट धेरै पर्छ गइन्छ त यति त भने होइन र नयाँ यता नयाँ त्यतिखेर गऱ्यो घर यता गऱ्यो यताबाट छिटो भयो होला अङ्कल कतिको थियो खासै दिएन त्यसले बोलिदिने यसरी त काटेर बोल्यो नि होइन कि यस्तो सानो खालको ढाउडाले जान्छु तातै छ कि तपाईँ जानु चाहिँ भिडियो खिच्नु माथि माथि कहाँ पुऱ्याउने धारा हामी दुइटाले बोल्छ म क्या पोल्छ कि त्यता अलिक कम छ होला भर्खर निकालेको यो सकियो कि सकियो होइन ल ल धेरै पानी नपार्नु यतातिर पानी भएन पोल्न पर्छ खुट्टा अहिले यही रहेछ भयो भारी धेरै छ क्या अझै छ नि यहाँ राम्रै छ
यतातिर नि अलिक पोलिदिएर हुन्छ अलिक पोलाइ निखार त आइन्छ तल पुरै बाँकी छ कि अहिले फलाउनु चाहिँ जाँदैन हात काट्ला अघि तात्दाखेरि भए झ्याम्मै जान्छ अहिले जाँदैन छोड्दैन इजी गरे साप ल यहाँ टाउकोलाई हुँदैछ है त्यो पानी गर्दा त शीतल भयो अघि भर्खरसम्म माया गर्दै थियो ल अर्को हसिन जान लाग्यो है एउटा यहाँ छ अर्को जान लाग्यो ल यो ठुलो त्यत्रो त रहेछ ल हुन्छ ल धन्यवाद त नि ल ल हुन्छ ल राम्रोसँग लैजानु अब एक्लै भइस् कतिको झन् रान्नु हो हजुर कतिको झन् रान्नु यो फाँसीले चाहिँ ड्याम पार्नु हो भन्न केही भन्नु भएन हो काटेर खाऊ कि खाने कहाँ खाने काटेर खाऊ है यहाँ किन आउँदै हो हो नि दिललाई कस्तो थाल त्यता काट्नु होला काट्नु उल्टो पर्छ कि यता पहिला काट्छ के अरे होइन र हजुर यसलाई काटेर सजिलो हुन्छ पहिला तलतिरै काट्नुपर्छ उतिरै काट्नुपर्छ गोठातिर गाँठो हुन्छ नि उछिदिनु न काटेर हुँदै यहाँनिर अघि यसलाई पनि अलिअलि पोल्नु पर्छ त्यसलाई टिपेर टिप त कति तिमी त मामी एउटा पहिले नाम गिरी ल्याइछ बाबु घरै अङ्कललाई समात्नु पानी त आएको छैन र हामीले यहाँ त्यही अब आइस अब आउँछ आधा पानी आधा निकालिदिएको निकालेकै छैन कहाँ निकाल्नु पानी गएर त्यही धारा त्यही पाइपमा छोडेको के अरे म गएर लगाइदिन्छु त पानी गयो क्या गएन के तल त्यही धारा त्यही खसिरहेको फुत्काइदिएको होइन किन फुत्काएको त नि घर पानी जान्छ थाहा त नि नुहाउन लगाएर एकछिन गएर बिहान म बिहानै नुहाउनुलाई चोन्थोकै नुहाएको नै भयो हो त नि क्या दिलदाई आउनु पर्ने कि नुहाउनलाई नर्मेला नुहाएर नि हो क्या दिलदाई भएको भए त ल न दिलदाई पानी झाप्नु मनाउनु तिमीले त बनाउँदा ठुला सानो नबनाऊ बराबरका बनाऊ मिलाउँछु त म मासु सकेर किन 300 लिनु 300 सबै चिजको मासु बराबर तिमी त काटिराखेको पर्फेक्ट छौ रे बिला लाउनु तेरे आएर त अनेकै गरे यार
प्लास्टिक गाह्रो भन्छ यो त यसलाई दबाई खाएर हिँड्छन् क्या यिनीहरूले दबाई खाएर हिँड्छ बस्यो काटेर खान्छ अलिअलि हालिदिनु बसी हाल्ने पर्छ ल अब त सबैको चित्त बुझाउन गाह्रै हुन्छ त्यो जालो निकालेको थियो नि मैले बसु भाइ त यहाँ गयो निकाल्नु यो काटिन्छ एउटा पाक्छ यतै हालिदिनु त्यहीँ त्यो त यता त पाक्दैन क्या 10वटा टुक्रा बनाएको थियो मेरो त्यसलाई यसलाई नि यतिर चट्टा काट्नुहोस् ज्वाइँ ओ टालाटोली बटुली खाइयो नि कसरी